दर्शकवृन्द, तपाईँ हेर्न सक्नुहुन्छ यो किसानको हालत। यो नहर साइडको छेउमा भएको मकै खेती हो, जुन पानीको बिना अहिले सुक्न थालेको छ। यो किसानहरूले अब मर्ने बेला आइसक्यो। यस्तो भयो भने कहाँबाट यो मकै हुन्छ? यो सरकारले मात्रै भन्छ यो हाम्रो नेपाल कृषि प्रधान देश हो। यो कृषि प्रधान देशको यस्तो हालत छ। नहर हुँदाहुँदै प्रत्येक साल पानीपतको कर लिने, खेतको ट्याक्स लिने प्रत्येक साल, तर सरकारले पानीको व्यवस्था गर्न नसक्ने। यो सरकार के गरिरहेको छ? यो सरकारलाई ध्यान आकर्षण होस्, यो खेती कस्तो अवस्थामा भइरहेको छ हेर्नुहोस्। तपाईहरु सुकिसकेका छ मकैहरू।